अलि अस्ति हामी बुढाबुढी बसेर आधी घन्टा 1 घन्टा मजाले सल्लाह गऱ्यौँ। सल्लाह चाहिँ के को बारेमा गऱ्यौँ भन्दा मासुको बारेमा। आजकल हामीले धेरै मासु खान थालेछौँ। यस्तो पाराले मासु खाइयो भने पैसा चैट अनि त्यही माथि भात पनि फेरि अलिक सधैँभन्दा धेरै खाइन्छ नि त, 2-4 गाँस भए पनि। अब चाहिँ बरु मासु सासु ल्याउने काम चाहिँ हामीले बन्द गर्नुपर्छ बुढा भने मैले। बुढाले पनि हुन्छ बुढी त्यही गरौँ, पैसा अलिकति बच्छ कि मासु खान छोड्यो भने भनेर भन्नुभयो। अनि दुईजनाको सहमतिमा ल अब मासु नल्याउने, अब कहिले काहीँ कलक्कै मासु खान मन लागेछ भने पनि कुखुराको मासु लिएर खाने भनेर हामी दुईजनामा सहमति भयो। सहमति भइसकेपछि 1 दिन बित्यो, 1 दिन त आनन्दले बित्यो होइन, जनातन कटाइयो। जब भोलिपल्ट आएपछि त हेर फ्रिज हेर्छु विरक्तै लाग्छ, किचनमा जान्छु विरक्तै लाग्छ, खाना पकाउन जागरै लाग्दैन। अनि बुढाले होइन तिमी किन यसो गर्यौ, किन यस्तो विरक्त भयो मासु नभरे हो भने मैले गएर मासु लिएर आउँछु, तिमी यसो नगर भनेर भन्नुभयो। अनि त्यही भनेपछि बुढाले दौडेर गएर मासु 2-4 किलो मासु लिएर फ्रिजमा राखेपछि बल्ल मेरो मनलाई शान्ति मिल्यो। घर सल्लाह गरे पनि जे गरे पनि यो मासु भन्ने चिज छोड्न सकिने रहन्छ भाइ। त्यही भएर हौस मरुस भनेर मरिलानु के छ र भनेर बुढाले लिएको मासु फ्रिजबाट निकालेर पकाउँदैछु साथीहरू।